नमस्कार साथीहरू जोजोलोपा, म चाहिँ गङ्गा श्रेष्ठ। म चाहिँ आज सानो ब्लग लिएर आएँ। मेरो छोरी चाहिँ आज काठमाडौँ जाँदैछ पढ्नको लागि। 11 सकेर आएको थियो, अब 12 को सुरु भयो। त्यसैले उसलाई हामी एयरपोर्ट छोड्न जाँदैछौँ साथीहरू। मेरो कान्छी छोरी हो यो चाहिँ। अनि हामी चाहिँ सबैजना जाँदैछौँ, 4 जना। बाबु भाइ चाहिँ स्कुल गयो। हामी त जानुपर्ने खासै जरुरी त थिएन, त्यही पनि काम थिएन, त्यही भएर हामी चाहिँ हिँड्यौँ साथीहरू। तपाईँहरू के कस्तो हुनुहुन्छ? हामी चाहिँ विराटनगर जाँदैछौँ एयरपोर्टतिर। यस्तो मिठो हावाको शीतल भएको बाइकमा त। अनि मेरो छोरीहरू चाहिँ स्कुटीमा छन् 2 जना। अनि हामी चाहिँ यहाँ तेल हाल्नलाई पेट्रोल पम्पमा बस्यौँ। अनि तर के गर्ने साथीहरू, तेलै पाएन। अनि त्यही पनि हाम्रो बुढाको साथी चाहिँ त्यही हुनुहुँदो रहेछ। अनि गफ गऱ्यौँ। मेरो बुढाले नचिनेको पनि ठाउँै छैन, सबैजनालाई चिन्नुहुन्छ। त्यहाँ पनि एकजना साथी भेटिहाल्यौँ। अनि गफ गर्दैछौँ, हामी चाहिँ हाँस्दै गफ गर्दैछौँ। यस्तै रहेछ साथीहरू, हिँड्ने मौका पाएको बेला हाँस्ने हो, हिँड्ने हो होइन। अनि हामी चाहिँ त्यहाँबाट पनि लाग्यौँ साथीहरू। नानीहरू चाहिँ अगाडि नै गयो। अब अर्को पेट्रोल पम्पमा तेल हाल्ने भनेर हामी त्यहाँबाट लाग्यौँ साथीहरू। अनि ल बुढाको पनि अनुहार देखाइदिइहालेको नि साथीहरू। अनि यसरी सरर जाँदैछौँ हामी चाहिँ। अब के गर्ने साथीहरू, नानीलाई छोड्न जानै पर्ने। अनि अब जाँदा जाँदै पानी आउला जस्तो भएर हामी चाहिँ एक ठाउँमा ओर्लेर बस्यौँ। हावा यस्तो आयो, स्कुटी बाइकै हल्लाइदिएला जस्तो। त्यही भएर हामी चाहिँ पेट्रोल पम्पमा उत्रियौँ। अनि त्यहीँ एकछिन बसौँ, पानीले भेट्छ भनेर हामी चाहिँ त्यहीँ बस्यौँ। हेर्नु न कस्तो हावा आइरहेको छ। अनि मेरो नानी पनि ठुलो छोरी, ऊ पनि अब हुँदैन बा मम्मी, अब एकछिन बस्नुपर्छ भन्दै चाहिँ ल एकछिन बसौँ न त भनेर हामी त्यहीँ बस्यौँ। यस्तो हावा पानी कालो मैलो भएको छ। अनि शीतल भएको, हेर्नु त कालो बादल पनि आइरहेको छ। अनि हामी चाहिँ त्यही पेट्रोल पम्पमा छौँ साथीहरू। अनि त्यही हामी 4 जना त्यही बस्यौँ। अनि पछाडि हुनुहुन्छ सबैजना बसिराख्नु भएको छ। अनि म चाहिँ ब्लग बनाउँदैछु। ल 4 जना छौँ हामी। भाइ चाहिँ स्कुल गएको छ साथीहरू। अनि यस्तै हो, मलाई चाहिँ भ्लगहरू बनाउन एकदम मनपर्छ क्या। पछि हेर्न राम्रो लाग्छ नि त। ल मेरो कान्छी छोरी नाच्दै चाहिँ। अनि अब आफूले पनि बनाउनु मनपर्छ, अरूले पनि बनाएको हेर्न मनपर्छ। अनि म चाहिँ सानो सानो यसो मेमोरीको लागि भ्लगहरू बनाउँदैछु साथीहरू। अब तपाईँहरू पनि बनाउनु। अनि हामी हेर्दै मलाई त एकदम मनपर्छ क्या यस्तो बनाएको। अनि नानीले पनि खिच्दैछ। अनि हामी त्यहाँबाट पनि निस्क्यौँ साथीहरू। पानीले चाहिँ बाटैमा भेट्ला जस्तो छ। अब त्यही पनि हेरौँ अब के हुन्छ भन्दै त्यहाँबाट हामी जानलाई तर्खर हुँदैछौँ। अनि रुख बिरुवा हरियो रहेछ त्यो पेट्रोल पम्पमा चाहिँ, एकदम शीतल भइरहेको थियो। अनि यस्तै हो साथीहरू। अब हामी चाहिँ त्यहाँबाट हिँड्न लाग्यौँ। ल चमचम भन्दैछ नानीले पनि। अनि अब हामी चाहिँ एयरपोर्टतिर लाग्यौँ साथीहरू। अब पानी त झर्नै आँटिसक्यो। अनि स्पिड जाँदैछौँ। के गर्नु र, बाटोमा पानीले त भेटिहाल्यो। अनि एउटा सानो दोकान रहेछ, त्यहाँ बस्यौँ। पानी त अब रोक्दै नरोकिने खालको पानी पऱ्यो क्या, कत्रो पानी पऱ्यो। अनि त्यहीँ हेर्नु न त्यहाँ कत्रो पानी छ। अनि हामी त जानै नसक्ने अवस्था भयो नि त। अनि अब गाडी त गर्ने नै पर्ने अवस्था भयो नि साथीहरू। त्यही भएर हामीले चाहिँ गाडीलाई बोलायौँ। अनि गाडीमा चढेर गयौँ। अब के गर्नु, स्कुटीमा गयौँ भने सबै भिज्ने, बाइकमा गयो भने त झन् भिज्ने। रेनकोट पनि लगेको थिएन साथीहरू। अनि हामी 3 जना चाहिँ पछाडि छौँ। अनि गाडीमा चढेर गयौँ। अनि नानीहरूको पनि के किन्मेल थियो बाटोमा। अनि त्यहाँबाट किन्दै गर्दा त 3:30 बजिसक्यो। अनि उता प्लेन आइसक्यो भनेर हतार एयरपोर्टभित्र छिर्यौँ साथीहरू। अनि उहाँ चाहिँ मिलाउनु हुँदैछ। अनि भित्र एयरपोर्ट मिलाएर नानी त हतार गई। अनि के गर्ने साथीहरू, माया लाग्दो रहेछ नानीहरूको। जति ठुलो भए पनि आफूलाई त सानै जस्तो लाग्ने। अनि ऊ चाहिँ एकदम डरै मानेको छैन जान। आफूलाई चाहिँ सानै छ, के गर्छ भन्ने चाहिँ लागिरहँदो रहेछ। तर ऊ त अब बानी परिसक्यो।
त्यही भएर अनि बाई बाई गर्दै गयो टु। अनि हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। अनि अब हामी चाहिँ अब नानी नौडी चाहिँ नजाने भन्ने भयौँ साथीहरू। अनि माथि छ नि एउटा होटल, त्यहाँ गएर बस्यौँ। अनि हामी चाहिँ अब प्लेन उठ्छ अनि मात्रै जाउँ ल भन्दै अनि माथि गएर बस्यौँ 3 जना। अनि त्यहाँबाट झ्यालबाट देखिन्छ नि त। अनि त्यहाँ झ्यालबाट हेरिराख्यौँ। अनि बल्ल 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 अनि प्लेन पनि आयो 10 मिनट पछि। अनि नानी चढ्यो। अनि चढेर प्लेन उडिसकेपछि हामी चाहिँ साथीहरू अनि घर आइपुग्यौँ। बाई बाई।